सबैजनामा नमस्कार। म सञ्जीव बाबु नेपाली। अहिले म धनगढी माई नगरपालिकाको थानमा धनगढी माईको नगरपालिकाभित्र धनगढी माई थान छ, म आएको छु। यहाँ नेताहरूले, नगरपालिकाले, वाडाले, प्रदेशले बजेट नदिएको हुनाले यो थानको, यो बजारको थान इज्जत मान सम्मान डुब्ने लाग्यो भने पनि हुन्छ र यहाँ व्यवस्थित हुन सकेको छैन। तपाईहरू कुनै हिन्दू साथी मित्र या समाजसेवी अभियानकर्ता, देशप्रेमी र नगरपालिका बासिन्दा तपाईहरू यहाँ आएर सहयोग गर्न चाहनुहुन्छ या तपाईहरू यहाँ आएर व्यवस्थापन आफै गर्न चाहनुहुन्छ भने केही आएर गर्न सक्नुहुन्छ। जस्तै यहाँ बनाउनलाई धेरै भवन बाँकी छ, जस्तै यहाँ एउटा सानो पोखरी व्यवस्थापन गर्न बाँकी छ। यस्ता धेरै काम छ यहाँ। जस्तै यहाँ पर्यटक आकर्षण बनाउनको लागि यहाँ कुर्सी बेन्चहरूको आवश्यक, धेरै कुराको यहाँ समस्याहरू छ। तपाईहरू अब इच्छुक हुनुहुन्छ यहाँ म धनगढी महानगरपालिका थानको माताको सेवा गर्न चाहनुहुन्छ, सहयोग गर्न चाहनुहुन्छ भने यो दरबार, यो तपाईँको ढोका खुल्ला छ। यो सबैको सार्वजनिक सम्पत्ति हो र यो धनगढी महानगरपालिकाको आन बान शान हो। तपाईँहरू 24 घण्टा आएर यहाँ गर्न सक्नुहुन्छ। तपाईहरू देख्न सक्नुहुन्छ यो दृश्य, यो धनगढी महानगरपालिकाको थान हो र यो बहुत प्रख्यात र ठाउँ पनि रहेछ, पुरानो रहेछ, प्राचीन कालदेखि नै हो। तर व्यवस्थापन नहुन कारणले यस्तो भएको छ। हाम्रो यो धनगढी महानगरपालिकाको त्यो बासिन्दाले यो भिडियोलाई लाइक सेयर गर्नु र आम नागरिकमा पुगाइदिनु होला र जति हुन्छ सहयोग पनि गर्न सक्नुहुन्छ। हस्, धन्यवाद। आफ्नो प्रतिक्रिया अवश्य राख्नु होला।